नमस्ते भाइ बहिनीहरू। आज हामी कक्षा 8 को गणित विषयको पाठ 9 घाताङ्क, जसलाई अङ्ग्रेजीमा indices or index पनि भन्छ हो। अब सबभन्दा पहिला घाताङ्क भनेको के त? ल मान तिमीसँग एउटा रोटी छ, त्यसलाई बीचबाट आधा गर्यो भने कतिवटा टुक्रा बन्छ? 2टा रोटीको टुक्रा बन्छ है। अब 2टालाई फेरि आधा गर्यो भने 2टैलाई कतिवटा बन्छ? 4वटा टुक्रा। अब यसलाई नि गर्यो भने कतिवटा बन्छ? 8वटा टुक्रा। अब पहिलोचोटि गर्दा बनेकोलाई 2वटा भयो। दोस्रोचोटि गर्दा कति बन्यो? 2 × 2। तेस्रोचोटि टुक्रा पार्दा कति बन्यो भन्दा 2 × 2 × 2 भनेको यो भनेको 2 माथि यसरी 1 लेख्ने हो। यो भनेको 2 माथि 2 लेख्ने हो। यो भनेको 2 माथि 3 लेख्ने। यसरी लेखियो भने यो तलको के भयो? आधार भयो भने यो माथि भएकोलाई के भन्छ? के भन्छ भन्दा यसलाई भन्छ घाताङ्क भन्ने यही हो। घाताङ्क भन्ने के हो? यही हो। अब घाताङ्क भन्ने बुझियो। घाताङ्कका के हुन्छन् भन्दा घाताङ्कका के हुन्छन्? घाताङ्कका नियम हुन्छन् हो। घाताङ्कका नियम। ल घाताङ्कका नियम लेखौँ है त। घाताङ्कका नियम 1 नम्बरमा छ x को पावर m इन्टु x को पावर n इक्वल्स टु x को पावर m प्लस n। हामीले अघि भन्यो यो x भनेको के? x भनेको आधार अनि यो m भनेको घाताङ्क। आधार उही यहाँ पनि x छ, यहाँ पनि x छ। आधार उही तर घाताङ्क फरक भयो भने आधार एउटा हुन्छ, घाताङ्कमा गएर अर्को घाताङ्क जोडिन्छ। हो। अर्को घाताङ्क जोडिन्छ। अब 2 नम्बरमा हेर्दाखेरि x को पावर m यो एउटा घाताङ्क भयो, डिभाइड x को पावर n यो भनेको x को पावर m बाई x को पावर n नि लेख्न पाइयो। यो n है त भनेको यो भनेको x को पावर m माइनस n। यसमा के थियो? आधार उही थियो। यसमा नि के छ? आधार उही छ, घाताङ्क फरक छ। तर भाग गरियो भने के हुन्छ? घाताङ्क घट्छ। अब तेस्रो हामी कहाँ थियौँ? घाताङ्कको तेस्रो नियम।
घाताङ्कको तेस्रो नियम के छ भन्दा कुनै पनि आधारको पावरमा 0 भयो भने त्यसको भ्यालु 1 हुन्छ। जस्तो यक्स भनेको आधार भयो, 0 भनेको घाताङ्क भयो। यक्सको घाताङ्क 0 छ भने 1 हुन्छ, अथवा 2 को घाताङ्क 0 छ भने पनि कति हुने भयो? 1 हुने भयो हो, 1 हुने भयो। अनि 100 को घाताङ्क 0 छ भने पनि कति हुने भयो? 1 नै हुने भयो हो। अब अर्को 4 मा छ। अब आधारमा यक्स र वाइ मल्टिप्लाई भयो। आधारमा यक्स र वाइ मल्टिप्लाई भयो, यसको होलमा यम आयो भने यो भनेको यो आधार भयो, यो घाताङ्क भयो भने आधार छुट्याउँदाखेरि यक्सको पावरमा यम अनि वाइको पावरमा यम हुन्छ। अनि अर्को भनेको यता लेखौँ है त। अर्को भनेको के छ भन्दा आधारमा यहाँ यक्स भयो, आधारमा यदि यसको घाताङ्क माइनसमा छ भने माइनसको साटो यस्तो लगाइदेऊ, 1 लेख। तल यक्सको पावर यम लेख हो। आधारमा घाताङ्क माइनसमा छ भने त्यसको जहिले पनि भ्यालु के हुन्छ? 1/, यो माइनस हटाएर तल यही सार्देऊ। अब 6 मा हेरौँ, अन्तिम नियम के छ भने आधारको एउटा घाताङ्क छ, यसको पनि अर्को घाताङ्क छ भने आधारको घाताङ्कहरू गुणन हुन्छ हो। यहाँ यक्स आधार छ, आधारमा घाताङ्क यम छ। अब फेरि यक्सको पावर यम एउटा आधार भयो, त्यसको पनि घाताङ्क यन छ भने यक्सको यम इन्टु यन हुन्छ घाताङ्क हो। अब यो सबै तिमीले हेर्छौ भने बुकको पेज नम्बर 123 मा छ, 123 मा छ यो नियम। त्यहाँबाट सार्न नि सक्छौ, होइन भने हाम्रो फेसबुक पेज छ, के स्मार्ट गुरु, यहाँबाट पनि सार्न सक्छौ। ल है त, अब अर्कोतिर जाम। अब हामी उदाहरण गरौँ। उदाहरण नम्बर 1 तिम्रो बुकको यो 126 पेजमा छ, 126 पेजमा छ। उदाहरण 1 यहाँ सोलुसन त गरेछ, तर कसरी आयो बुझ्न पर्यो हामीले हो। यसमा कति दिएछ? 2 को पावर 3 इन्टु 2 को पावर 3 हो, 2 को पावर 3 इन्टु 2 को पावर 3। अब यो दियो हामीले अगाडि के पढेको? एउटा नियम के पढेको भन्दाखेरि यक्सको पावर यम इन्टु यक्सको पावर यन इक्वल्स टु यक्सको पावर यम प्लस यन हो। भनेपछि यसमा पनि 2 को पावर 3 प्लस 3 हो, 3 प्लस 3 भयो भने यो 2 को पावर 6 भयो। योलाई यत्तिकै आन्सर छोडिदिन पनि पाइन्छ। यदि तिमीलाई थाहा छ भने 2 को पावर 6 भनेको कति हो? 64। यो भनेको 2 इन्टु 2 इन्टु 2 इन्टु 2 इन्टु 2 इन्टु 2 है यो भनेको हो।
बुझ्यौ यति हो यो बुझ्यौ नबुझ्यौ भने थाहा छँदैछ हाम्रो फेसबुक पेज स्मार्ट गुरुमा मेसेज गर भोलि म बुझाएर भिडियो पठाइदिन्छु हुन्छ हुन्छ ल अब म यसलाई सानो बनाएर यता राखिदिन्छु हुन्छ हुन्छ ल अब उदाहरण नम्बर 2 गरौँ यसमा के दिएछ x को पावर 3n - 2 भाग x को पावर 2n - 5 हो 2n - 5 यसलाई कसरी लेख्न पाइयो भन्दा x को पावर 3n - 2 यसरी काट्दियो अनि x को पावर 2n - 5 हो x को पावर 2n - 5 अब के भनेको हामीले यस्तै x को पावर m अपन x को पावर n भयो भनेको के गर्ने भनेको x को पावर m - n भनेपछि अब x को पावर m भनेको कति छ 3n - 2 माइनस अब यो भनेको 2n - 5 हो अब तिमीलाई थाहा होला x को पावर 3n - 2 अनि यो माइनसले -2n भयो माइनस प्लस 5 भयो हो यो भनेको x को पावर 3n - 2n भनेको n भयो अनि प्लस 5 - 2 यो प्लस 5 - 2 कति भयो प्लस 3 भयो हो ल है त ल यति बुझ्यौ अब अर्को हेरौँ उदाहरण नम्बर 4 उदाहरण नम्बर 4 र 5 चाहिँ 127 पेज नम्बरमा छ बुकको हेर है त उदाहरण नम्बर 4 मा हेर्यौं भने यो यस्तो दिएछ हो यहाँ क्वेशन के दियो भन्दा x स्क्वायर y स्क्वायर अपन x क्यूब y को पावर 3 दियो अब हामीले अघि के भनेको पावरको पनि पावर भयो भने के गर्ने मल्टिप्लाई गर्ने तर त्यो भन्दा पहिला यहाँ हेर माथि नि छ तल नि छ अपनको होल पावर छ हो त्यही भएर के गर्ने x स्क्वायर y स्क्वायर को होल क्यूब अपन x क्यूब y को होल क्यूब गर्ने हो यति गरेपछि के गर्ने यहाँ पावरको पनि पावर छ भने मल्टिप्लाई गर्ने x को पावर 3 2 जा 6 अनि y को पावर 3 2 जा 6 अपन तल x को पावर 3 3 जा 9 अनि y को पावर 3 1 जा 3
अब यो भनेको यक्सको पावर 6 माइनस 9 हो। अनि वाईको पावर 6 माइनस 3 हो। भनेपछि यक्सको पावर -3 इन्टु वाईको पावर 3 भनेको वाईको पावर 3 माथि भयो, माइनसमा छ भने तल आउँछ भनेपछि यक्सको पावर 3 भयो। बुझ्यौ। अब उदाहरण नम्बर 5 हेरौँ। उदाहरण नम्बर 5 को खमा के भनेछ भन्दा यो पनि 127 पेज नम्बरमा छ है। यो पनि 23 मै छ। अब उदाहरण नम्बर 5 मा यहाँ के भनौँ भन्दा ए पावर वाई इन्टु ए पावर यक्स इन्टु ए पावर वाई माइनस यक्स भनौँ हो। यो भनेपछि ए पावर वाई इन्टु ए पावर यक्स भनेको ए पावर वाई प्लस यक्स हो इन्टु ए पावर वाई माइनस यक्स हो। यो भनेपछि अब ए पावर यक्स पावर यम इन्टु यक्स पावर यन भयो भने यक्स पावर यम प्लस यन हुन्छ हो। यम पावर यक्स प्लस यन हुन्छ। त्यस्तै ए पावर वाई प्लस यक्स ए पावर वाई माइनस यक्स भयो भने वाई प्लस यक्स प्लस वाई माइनस यक्स हुन्छ हो। अब यो यक्स माइनसमा छ, यो प्लसमा छ, काट्देऊ। के छ? यो प्लसमा छ, यो माइनसमा छ, काट्देऊ। भनेपछि अब कति बच्यो? यो ए पावर वाई प्लस वाई भनेको ए पावर वाई प्लस वाई बच्यो भनेको ए पावर 2 वाई बच्यो हो। 2 वाई बच्यो। आजको काम है त तिमीलाई के गर भन्दाखेरि घाताङ्कका 6वटा नियमहरू चाहिँ पढ। घाताङ्कका 6वटा नियम पढ। घाताङ्कका 6वटा नियम क्यार्नी पढ्ने। घाताङ्कका 6वटा नियम पढ। अनि अर्को काम भनेको मैले कति पढाएँ आज उदाहरण गराएँ है। मैले के गराएँ? उदाहरण गराएँ हो। अब उदाहरण गराएँ भनेर त भन्न परेन। आज उदाहरण गराएँ। अब गराएको उदाहरण हेरेर के गर? अभ्यास गर। के गर? अभ्यास गर। उदाहरण हेरेर के गर? अभ्यास गर। अनि भोलि
नेक्स्ट दिन भोलि भनेको नेक्स्ट डे। अर्को दिन मैले के गराउँछु, यही अभ्यास मैले गराउँछु सिकाउँछु। यदि आज अभ्यास गर्न लायौ तिमीले आज अभ्यास गर्न लायौ बुझेनौ भने हाम्रो फेसबुक पेज के छ, स्मार्ट गुरु। यो स्मार्ट गुरुमा चाहिँ तिमीले सिधै मेसेज गर्न सक्छौ हो। मेसेज गर्न सक्छौ यस्तो छ। त्यसको प्रोफाइल पिक्चर चाहिँ हो यस्तो छ, यो जस्तो छ। बुझ्यौ नि? प्रोफाइल पिक्चर हो यस्तो छ। यसैमा गएर मेसेज गर्दा हुन्छ। हस्, आजलाई यति नै है। अब भोलि पढौँला के बाई।